Everyone, welcome back my vlog. It's me Nirak Raul. I hope सबैजना सन्चै हुनुहुन्छ होला. म पनि सन्चै छु र म चाहिँ लिमासोल जाँदै हो गाइज. फाइनली मेरो फेरि 2 दिनको छुट्टी आइसक्यो हैन. अनि हामी चाहिँ लिमासोल जाँदैछौँ गाइज. यो चाहिँ हाम्रो बस हो लिमासोल जाने हैन. एकछिनमा भेट्छौँ अब हामी. म हजुरहरूलाई भ्यू देखाउँछु ल. दामी भ्यू देखाउँछु. फाइनली गाइज आज सन्डे हो. आज नि भागिदिएको म होटलबाट हैन. जहिले भागिदिन्छु क्या म. मेरो छुट्टी खास मन्डे र ट्युसडे हो. आजै भागिदिने हो. एक सन्डे भागिदिने हो हामी चाहिँ. म बसमा चढिदिन्छु गाइज. अब फाइनली हामी बसमा एन्ट्री भइसक्यो गाइज. हामी चाहिँ यता लास्टतिर बस्दिनुपर्छ हल्ला गर्दै होइन. एक्लै बसमा त्यति धेरै मान्छेहरू पनि छैन गाइज. गाइज फाइनली म लिमासोल आइसक्यो र यहाँ दुईजना कपालहरूसँग भेट भइसक्यो. उहाँ चाहिँ भन्नुहोस् त हजुरको नाम के अरे? हजुरको नाम? म भाग्य नेपानेको भाइ विकास नेउपाने. विकास नेउपाने हो. उहाँ चाहिँ एक्सक्युज मी हजुरको पनि परिचय दिउँ न यता यस्तो न. मेरो नाम चाहिँ बिना तामाङ. बिना तामाङ उहाँको नाम चाहिँ. र हामी चाहिँ जाँदैछौँ जारातिर गाइज होइन. अब जारामा गएर सपिङ गर्ने मसँग प्याकेटमा जसिरो छैन. मैले केही खाएको पानीसँग खाएको यहाँबाट जुम्रो खस्छ होला पैसा झर्दैन. बिक्कु स्पोन्सर हो. अब दुईजना कपाल छिनान् के खुवाउँछन् के किनिदिन्छन् मलाई थाहा छैन गाइज होइन. किन्नु चाहिँ पर्यो थाहा छैन जसले किन्यो नि दुईजनामा. कहाँ छ के ए फाइनली गाइज हामी चाहिँ जारा जान लाग्यो. जारामा गएर यस्तो सपिङ हान्नुपर्छ. हजुरहरूलाई जारा पनि देखाउँछु ल म एकछिनमा. यहाँ चाहिँ गाडी एक्सिडेन्ट भयो क्या. गाइज हामीले जारामा जान लाग्यो. जारा गएर आउँछौँ पहिला. वेलकम टु जारा. जारामा हामी चाहिँ जारामा आइसक्यौँ गाइज. यिनीहरू भागेको छन्. यिनीहरू दुईजना भागे छन्. मलाई एक्लै छोडेर यहाँ कपल्सहरू र कुन यो भाग्ने मान्छे उठ्थ्यो हो. ठिकै रहेछ है. गाइज यहाँ क्रिसमसको दामी मेला लागिरहेको छ. एकछिनमा देखाउँछु ल म हजुरहरूलाई. हामी चाहिँ अहिले जारामा हो. पाइन्टहरू किनिदिनु पर्छ यहाँ. यहाँ जारामा फेरि हाम्रो पनि केटीहरू पनि छ है. फेरि उसले फेरि जहिले यस्तै चुज गर्ने. घिनलाग्दो रे. केटीको हो यो केटाको रेस्ट पनि ठिकै हुन्छ नि लाउँदा होइन. गाइज हामी चाहिँ जारातिर छौँ. कपडा हेरिरहेको अवस्था होइन. तिमी के लाऊ के किन्ने? गाइज हामी चाहिँ अहिले एकछिनमा भेट्छौँ. व्हाइटमा ठिक छ तर ठिक छ यस्तो. ल गाइज फाइनली आएर मैले एउटा बेलुन पनि किनिसकेँ. बेलुन दिने मान्छे त छैन. गर्लफ्रेन्ड छैन. उसलाई लड्छु.
कहाँ गयो फोटो खिच्यो बिक्कु जाऊ न मेरो दोस्त डराइरहेछ गाइस होइन ए बिक्कु डराएको खै मान्छे होला नि बाई बाई गाइस हामी चाहिँ गइदिएको डलर छैन डलर छ 1 युरो 2 युरो नाच्छ त फन पनि गाइस यहाँ चाहिँ रमाइलो भइरहेछ है हामीलाई जोस अनि हाम्रो स्पोन्सर उहाँ पैसा जित्दै हुनुहुन्छ स्पोन्सरले त्यहाँ हाल्दैन गिभ मी फोटो खिच्ने होइन खिच न के हुन्छ गर्दैन म त भागेँ जाम गाइस हामी फेरि जुत्ता किन्न हिँडेको होइन यहाँ आएर अघि ज्याकेट किन्यौँ अहिले ज्याकेट किन्न लाग्छौँ यहाँ पुरै छान्दैछ दोस्तले यहाँ कपडाहरू होइन हामी कपडाहरू छान्दैछौँ हेर्दैछौँ मनै पराउँदैन एउटा पनि के किन्नु है मन पराएको राम्रै लाग्दैन जुत्ताहरू गाइस नाइकी किन्यो नाइकी गाइस नाइकी मलाई त एउटा मन परेन हौ सुज नै मन पर्दैन मलाई त गाइस मेरो साथीले अब सुज किनिसक्यो अब हामी चाहिँ भेटघाट जान लागेको भोक लागेर पेटमा मुसा दौडिसक्यो अब दुईजना कपल्सले के खाजा खुवाउँछ नि थाहा छैन मलाई आजको स्पोन्सरहरू यिनीहरू नै हो यिनीहरूलाई चुना लाउने हो फर्स्टमै केही त खान्न मोमो चाउमिनमा 2-2टा खाने हो गाइस नेपाल रेस्टुरेन्ट जाँदैछु हजुरहरूलाई नेपाल रेस्टुरेन्ट देखाउँछु म एकछिनमा गाइस फाइनली होइन अनि तल आएपछि के रमाइलो हुन्छ गाइस अनि डाँडामा एक्लै मनै लाग्दैन लाइक त्यो रियालिटी भर्सेस के अरे के भन्छ अरे रियालिटी भर्सेस फाइनली गाइस अब चाहिँ म घर जानुपर्छ घर होइन हामी निकुसा जान लाग्यो मेरो गौरव म थाहा छैन आइडोन्ट नो के काम परेर होला र आजको दिन यत्तिकै गयो गाइस रमाइलो भयो होइन सबैजनाले हेरिदिनु पर्ने हुन्छ भिडियो ब्लग सलग त्यही हो
तल आएको बेला भ्लग बनाउने हो माथि डाँडामा त केही पनि छैन केही पनि छैन डाँडामा चाहिँ तल आएको बेला भिडियोहरू बनाउँछु म फाइनली गाइस यहाँबाट म चाहिँ नेपाली रेस्टुरेन्टको डान्सहरू देखाउँछु हजुरलाई होइन त्यो हाम्रो नेपाली रेस्टुरेन्ट गोर्खा जान लागेको म अनि अघि म गएको चाहिँ खाजा खान गएको चाहिँ भेटघाट हो त्यहाँ गएर मोमोसम्म खाएको हामीले मान्छेहरू धेरै थियो देखाउनु पाइएन गाइस सो डान्सहरू छ यस्तो भिडियो हाल्छु हेरिदिनु पर्ने हुन्छ गाइसहरूले मन पऱ्यो भने लाइक सब्सक्राइब सबै चिज गरिदिनु पर्ने हुन्छ सो फेरि पनि भिडियोहरू आउँछ अब म चाहिँ जान्छु होइन गाइस अब अर्को ब्लगमा भेटौँला अब म चाहिँ निकोसिया पनि जानुपर्ने छ अरे बाउले भन्दैछ अरे सो यति भन्दै छुट्टिन्छु थ्याङ्क यू फर वाचिङ मी गाइस बाई बाई